कन्टेन्ट क्रिएटर बन्न चाहनुहुन्छ र कहाँबाट कसरी सुरुवात गर्ने भन्ने कुरामा तपाईहरुलाई दुविधा छ भने यो भिडियो तपाईहरुको लागि। एट फर्स्ट आफ्नो सोशल मिडियामा तपाईहरुले जेसुकै पोस्ट गर्नुहुन्छ त्यो सबै कन्टेन्ट भइजान्छ। कन्टेन्ट इज अ कन्सेप्ट जहाँ चाहिँ तपाईले आफ्नो दिमागमा के आउँछ त्यो चाहिँ आफूले चाहिँ पोस्ट गर्नुहुन्छ त्यो कन्टेन्ट भइजान्छ। कन्टेन्ट भन्दाखेरि भिडियोज होस्, फोटोज होस्, इभन टेक्स्ट नै किन नहोस् अनि भोइसमा किन नहोस्, यदि तपाईले चाहिँ पब्लिक गर्न चाहनुहुन्छ भने त्यो सबै के हुन्छ कन्टेन्ट हुन्छ। कन्टेन्ट क्रिएटर बन्नको लागि त्यति साह्रो गाह्रो पनि छैन। सबभन्दा पहिला त आफूलाई क्यामेराको अगाडि बोल्नको लागि लाज हटाउनु पर्छ। त्यसपछि पर्फेक्ट एसेट्सहरु भन्छौं एउटा, त्यसको लागि मोबाइल स्ट्यान्ड, मोबाइल भइहाल्यो। त्यसपछि माइक चाहियो। लाइटिङको लागि खुला ओपन स्पेसमा तपाईले यसरी नै बसेर मजाले वर्क गर्न सक्नुहुन्छ, नत्र चाहिँ झ्याल अगाडि गएर मजाले भिडियो बनाउन सकिन्छ। सुरुमा बजेट छैन भने तपाईले आफूले मोबाइलकै माइकबाट पनि मजाले मिल्छ। त्यसपछि बजेट हुने बित्तिकै पछि स्पेशल माइकहरु किन्दै जानु होला। राम्रो भिडियो बनाउनको लागि चाहिँ तपाईले चाहिँ यो ल्यान्डस्केप मोड हुन्छ, जस्तै अहिले यो मेरो भिडियो छ जुन ल्यान्डस्केप मोड छ, अनि रिल्सहरु बनाउन छ भने चाहिँ ठाडोमुखी जुन चाहिँ एउटा पोर्ट्रेट मोड भन्छ, त्यसमा चाहिँ तपाईहरुले त्यही अनुसारको कन्टेन्ट बनाउनु पर्ने हुन्छ। सर्ट भिडियोहरुमा तपाईले छोटो छोटो क्लिप्सहरु एकदम आफ्नो निशलाई पक्रेर ट्याक्क क्लिपमा चाहिँ तपाईहरुले भन्नुपर्ने हुन्छ भने लङ भिडियोजहरुमा चाहिँ जे विषय वस्तु छ त्यसलाई चाहिँ मजाले खुलाएर चाहिँ बोल्नु पर्ने हुन्छ। तपाईले चाहिँ के कुराले चाहिँ कन्टिन्यू दिन सक्नुहुन्छ, त्यो चाहिँ कन्टेन्टको लागि एकदम बेस्ट अप्सन हुन्छ। ताकि तपाईले कन्टिन्युस हुनु पर्यो। आज एउटा भिडियो बनायो भने त्यसपछि अर्को अपग्रेड हुँदै गएर चाहिँ तपाईहरुले आफ्नो स्किललाई चाहिँ बढाउँदै जानुहुन्छ। सुरुको भिडियोमा चाहिँ तपाईले नर्मल एडिटिङ गरेर अझै टाइम लाग्छ एडिटिङ गर्नको लागि क्यानभासहरु छ, क्यापकट छ, भियानहरु छ, त्यसमा चाहिँ तपाईहरुले एडिट गर्न सक्नुहुन्छ। सबभन्दा पहिला अब साउन्ड इफेक्टहरु युज गर्न सक्नुहुन्छ, अनि अरूको गीतहरु युज गर्न सक्नुहुन्छ। अनि त्यसरी नै अब आफ्नो भनौं न एडिटिङ स्किलहरु चाहिँ बिस्तारै जुन त्यो एप्लिकेसनमा त्यो एप्स एडिटिङ्समा भुल्दै गएपछि तपाईले आफूलाई चाहिँ कतिखेर इम्प्रुभ भएको भन्ने पनि थाहा हुँदैन। सुरु गर्ने त्यसपछि तपाईले थाहा पाउनु हुनेछ सुरुको भिडियोमा र अन्तिमको भिडियोमा चाहिँ जुन भर्खर भइरहेको भिडियोमा चाहिँ तपाईहरु चाहिँ चेन्जेस आइरहेको चाहिँ तपाईले महसुस गर्नुहुन्छ। त्यही भएर नातिनुस्, मजाले भिडियो बनाउनुस्। सुरुमा लाज लाग्छ भने आफ्नो अगाडि ऐना अगाडि बसेर चाहिँ मजाले बोल्न प्र्याक्टिस गर्नुस्। नेक्स्ट भिडियो चाहिएको छ भने पार्ट 2 भनेर कमेन्टमा मेन्सन गर्नु होला।